हेलो गुड मर्निङ साथीहरू। सो यस फेरि पनि आइसकेकी छु। नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। नेक्स्ट डे नेक्स्ट ब्लग आज बिहानै उपस्थित भइसकेकी छु। म चाहिँ हजुरहरूको सामु आइसकेकी छु। फेरि पनि स्वागत छ हजुरहरूलाई माई न्यू ब्लगमा। आज चाहिँ बिहानै सुरु गरिसकेकी छु। आज चाहिँ छिटोभन्दा छिटो उठेर पानी भन्ने थाल्यो थियो, त्यही भएर चाँडै उठेर चाँडै ब्लग स्टार्ट गरेको। साथीहरू साथ सपोर्ट गरिदिनु होला। म चाहिँ बेडमै छु, बेडमै बसेर यसो स्वागत गुड मर्निङ गरेको हजुरहरूलाई। ड्राइभर माइलो मोटर चलाउँदै यहाँ माथि छु है, माथि त्यतातिर छु नि त। आजको रुट यतातिर थियो अनि त्यही भएर म चाहिँ अहिले एक्लै छु। साथीसँग भेट हुँदैछ, अहिले एकछिनमा भेट हुन्छ होला बाटोतिर है। म चाहिँ अहिले रुटमा हिँडिरहेको छु अनि अहिले चाहिँ म एक्लै छु। हल्का कस्तो जाडो भइरहेछ, मौसम चिसो छ है। अब एकछिनमा म चाहिँ उता गएर अलिअलि भिडियोहरू बनाउँछु, हजुरहरूलाई देखाउँछु कस्तो लाग्छ। म चाहिँ एकछिनमा उता तल जान्छु, त्यहाँ गएर यस्तो खेल्छु है। त्यहाँ अहिले उता तलसम्म गेटसम्म हुनुहुन्छ दिदी, अनि त्यहाँ गएर यस्तो गर्नुपर्ने हुन्छ। म फोन गर्छु अनि त्यसपछि उहाँ आउनुहुन्छ अनि त्यसपछि मेरो भिडियो बनाइदिनुहुन्छ। यहाँनिर म एकछिनमा उता तल जान्छु, त्यहाँ गएर उता मन्दिर पनि छ, हजुरहरूलाई देखाउने छु। अब देखाउँछु एकछिनमा। यहाँ चाहिँ राम्रै छ, बिचमा मन्दिर छ अनि यहाँ ऊ छ के भन्छ यो कसरतहरू गर्ने ठाउँहरू छ क्या। अनि उता माथि चाहिँ मन्दिर छ, उता माथि चाहिँ मन्दिर छ, तर मन्दिरमा चाहिँ म गइनँ आज। म एकछिनमा चाहिँ उता तल चाहिँ गएर देखाउँछु हजुरहरूलाई। गाइज म चाहिँ यहाँभित्र छिर्न लाग्यो, उता मेन गेटबाट चाहिँ अलिकति त्यो ऊ भएछ क्या, साँचो लगाइदिनु भएछ। अनि यहाँ तल रहेछ क्या, अनि यहाँ तलबाट अनि यसो त्यहाँ माथि जाऊँ कि भनेर। वाउ, यहाँ चाहिँ डेटिङ स्पोट नै हो कि। अब हाम्रो त कोही छैन, हाम्रो त कोही छैन जानलाई नि। त्यही भएर अब हामी त यस्तै छ, हामी त यहाँ त्यहाँ खेल्ने घुम्ने एक्सर्साइज गर्ने अनि जाने। उहाँ पर मन्दिर छ, त्यहाँ मन्दिरमा गएर अनि अलिअलि भिडियोहरू बनाउनु पऱ्यो। अनि त्यहाँ म अब एक्सर्साइजहरू गर्छु, हजुरलाई देखाउँछु। अनि त्यसपछि के कस्तो लाग्यो है हेर्नु होला है। अब यस मजामा गइरहेको छु साथीहरू। म चाहिँ अब हजुरहरूलाई देखाउँछु है। गऱ्यो है छैन कस्तो चिसो भए, चिसो आउँछ, हावा हुरी आउँछ फेरि जसो अनि के गरौँ साथीहरू। ल हेर्न सक्नुहुन्छ हजुरहरू पनि जान सक्नुहुन्छ, हुनुहुन्छ भने यहीँ आउनु होला। सकिएन
हाँस्नै पर्ने रहेछ ड्राइभर माइलो मोटर चलाउँदै ड्राइभर माइलो हजुरहरूलाई सिक्नु मन छ भने आउने म माथि म हजुरहरूले पनि हेर्दै गर्नु है हजुरहरू पनि आउनुहोस् यहाँ आउन सक्नुहुन्छ नजिक हुनुहुन्छ भने म देखाउँछु आउनुहोस् हजुरहरू हेर्दै गर्नुहोस् है मैले हालेको भ्लगमा कस्तो लाग्छ के कस्तो लाग्छ हजुरहरूलाई देखाउने छु र हजुरहरू पनि आउनु होला नजिकै हुनुहुन्छ भने आउनु होला भन्नु चाहन्छु कस्तो राम्रो भ्यूहरू छ हजुरहरूलाई म देखाउने नै छु है राम्रो ठाउँ छ ब्लगहरू बनाउन हुन्छ एकदम राम्रो छ सफा छ फोहोरहरू पनि छैन यहाँ सबै राम्रो छ बुढाहरू पनि आउँदो रहेछ सानो भाइ बहिनीहरू आएर यहाँ खेल्ने ठाउँहरू पनि छ अनि यहाँ चाहिँ सबैभन्दा बेस्ट भिडियोहरू बनाउनु पनि एकदम राम्रो हुन्छ हजुरहरू आउन चाहनुहुन्छ भने आउनु होला यो चाहिँ माता तीर्थमा हो अर्को पार्क पनि छ रहेको छ तर उहाँ चाहिँ हेर्दै गर्नु होला अझै राम्रो राम्रो कन्टेन्टहरू आउँछ अझै राम्रो राम्रो आउन बाँकी नै छ हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला माया दिनु होला त्यही भन्दै अब हजुरहरूलाई आजको लागि यति नै भन्न चाहन्छु अब हजुरहरूले साथ सपोर्ट गरिदिनु भयो भने झन् राम्रो हुन्छ मलाई पनि अगाडि बढ्नलाई र गाइज हामी चाहिँ अहिले माथिबाट आएको है हामी चाहिँ माथि माता तीर्थबाट सुरु गरेको मास्क नलाउन म भन्दा हामी चाहिँ आज दुईजना छौँ एकजना छैनौँ हामी खासमा तिनैजना हुन्थ्यौँ है आज चाहिँ दुईजना मात्र छौँ हामी चाहिँ गाई चाहिँ यहाँ गल्ली गल्ली हिँडिरहेको छौँ है गल्ली गल्ली टाउको पानी छु गाई टाउको दुख्यो के भयो टाउको दुखायो मास्क लगाएर मास्क खानु न हामी चाहिँ यता अहिले के अरे यो ठाउँ यो गुर्जुधारामा छ मैले मेन रोडमा है देख्न सक्नुहुन्छ है हेलो गाई झन्डै लागेन हामीलाई हामी झन्डै गाई त्यही भएर देख्न सक्नुहुन्छ यहाँ तरकारी पसलि छ आएर किन्न सक्नुहुन्छ हजुर हुनुहुन्छ भने गाई उता चाहिँ बलम भयो अहिले एकछिनमा जान्छौँ हामी अब हामी अहिले एकछिनमा भेटाउँछौँ कति केजी भइछु भनेर अब हेर्न जाँदैछु गाई म चाहिँ गाई कति केजी भइछु है हेरौँ है त भयो त अब सक्छ त कसैले गाइस हामी तल गएर आएकै यस्तो मान्छेहरू कस्तो देख्दै रिस उठ्ने खालको मान्छेहरू हुन्छ क्या कहिले काहीँ त घरिघरि त रिस उठ्छ हौ आफू जस्तो कोही पनि हुन्न रहेछ क्या स्वार्थी हुँदो रहेछ है हो भने कस्तो है मान्छे रिस उठेर आउँछ भनेको बढी सानो पल्टिन्छ है ठुल्ठुलो कुरा गर्छ क्या हामी चाहिँ कतै जानै नसके जस्तो लाग्छ है गाइस के हो र गाइस हामी बसेर हामी काम गरेको होला पैसा दिएर हामीलाई हेपो के गाइस हेप्नु भएन है गाइस हजुरहरू के भन्न चाहनुहुन्छ हामी आफ्नै ठाउँमा बसेर हामी भनेको त गर्न पनि नसकिने भयो होइन अरूको देशमा चाहिँ के गुट्टो फल्छ र अर्को देशमा गएर चाहिँ के सुती पैसा आउँछ र गाइस ल भन्नु त जहाँ गए पनि जुन ठाउँमा गए पनि आफूले मेहनत गर्ने आफूले दुःख गरेर खाने होइन र गाइस किन मान्छेहरूले बुझ्दैन हामीलाई त नपढिकन हिँड्नु गयो हामी डुली पऱ्यो होइन मान्छेहरूले त्यति साह्रो भन्न चाहिँ भएन है गाइस
बड्का कस्तो हेपेको भने अनि त्यो भएर मलाई त्यस्तो हेर्ने मान्छे भएको म जान्न नि छोरा आएर थाहा छ मैले जान्नु अब हिँड त त्यसलाई कसले ल्याइदिएको रहेछ सामान अनि हस् गाइज अब के कस्तो हुन्छ हजुरहरूलाई अब फेरि रिसाउनु पनि भएन अर्को कसैमा गएर हाँसी हाँसी बोल्दा पनि सुख छैन क्या गाइज त्यसै एक ठाउँ रिसायो अर्को ठाउँ गएर के गरेर हाँसो अब मान्छेहरूको अगाडि त अब रिसाउनु भएन नि त अब हाँसी हाँसी जानु पर्यो अनि अब रिसायो भने त फेरि हामीलाई नि घाटा हुन्छ नि त त्यही भएर गाइज अहिले भेट्छ है हामी नेक्स्ट पसलमा गाइज हेर्नु कस्तो राम्रो आएको वाउ कस्तो राम्रो आएको है इग्नोर गर्नुहोस् भ्युज हेर्नुहोस् भ्युजलाई हेर्नुहोस् भ्यू हेर्नुहोस् भ्यू जाने कमजोर छ कस्तो दामी आयो यो कस्तो दामी अब अहिले घाममा भन्दा हेर्नु न यो उमा शीतलमा कस्तो राम्रो आएको छ गाइज हाम्रो हामी चाहिँ भने होइन क्या पछाडिको ब्याकग्राउन्ड भनेको फेरि ब्याकग्राउन्ड म्युजिक होइन ल साथीहरू अहिले एकछिनमा भेटौँ है हामी चाहिँ चटपट खान लाग्यो गाइस अब एकछिनमा भेटौँ है चटपट खाने बेलामा चटपट गाइस hai bé hết khai rồi không có cao lắm Jinkan ini chapter haram mau jadi bagai What's dance class dan lain kok apa dance class go by the university mau ngebetul naik guys masih dance class saya awal भित्र छिर्नु पर्ने हुन्छ guys म चाहिँ dance class मा आएको है डान्स सुरु भइसक्यो हा म्याम आइसक्नु भएको म्याम सिकाइसक्नु भयो डान्स क्लास सकेर आएको भर्खरै है ल बाई बाई आजको लागि बाई गाइस साथीहरू म चाहिँ भर्खरै आइपुगेँ रुममा अब के कस्तो लाग्यो हजुरहरूलाई भिडियोहरू हेरेर साथ सपोर्ट गरिदिनु होला माया दिनु होला लभ यु सो मच सधैँ यस्तो साथ दिनु Love you so much.